म चाहिँ आज एकदमै एक्साइटेड छु है। मेरो नेपाल जाने तयारी हुँदैछ। लगभग म अब छिटै नेपाल जान लागिरहेछु। अनि आज चाहिँ म ब्याग मिलाउँछु भनेर ब्याग त्यहाँ रेडी छ। त्यो अस्ति नै मैले किनेको होइन, त्यसको उतापट्टि अर्को एउटा ब्याग छ। दुईवटा लान्छु होला। अब सायद लामो समय कुरिया बसिँदैन। अनि त्यही भएर थोत्रा लत्ता कपडा सब उठाएर लिएर जानु पऱ्यो। कसरी प्याकिङ गर्ने रहेछ, म के लाँदो रहेछ भनेर तपाईँहरूलाई देखाउँछु है त। खुट्टा चाहिँ भरियो, झोला चाहिँ भरिँदैन। या मेरो त साथी त्यो पहिला मैले के अरे एउटा काम गर्छु भनेर सामान किनेको थियो भनेको थिएँ नि, 1.5-2 लाखको। त्यो सामान पनि जस्ताको तस्तै छ। अब केही यतै बाँड्दैछ कि होइन, केही चाहिँ अब नेपालतिर लिएर जानुपर्छ। त्यो भएर त्यो पनि प्याकिङ गर्नुपर्छ। सामान त धेरै नै छ। त्यो त्यति बेला के भएर मैले काम सुरु गर्न सकिनँ भन्ने कुरा पनि तपाईँहरूलाई मैले भिडियोमा भनिसकेँ होइन। यो चिया, मैले खाने चिया खाँदैछु। यो झोला नयाँ किनेको थिएँ क्या, पुरानो त्यो काम नलाग्ने भएर होइन। मास्क पनि यही झोलाभित्र रहेछ त। यो झोलालाई नि यता फालिदिउँ, त्यसमा चाहिँ मेरो डकुमेन्टहरू हाल्नुपर्छ होइन। ल अहिले यता राखौँ। एउटा चाहिँ ठ्याक्क नखोल्ने झोला, आफ्नो सामान मात्रै हालेर हेप्पै बन्द गरिदिइहाल्नु पऱ्यो। यो चाहिँ मेरो क्यामेरा, के हो क्यामेराको तारै निस्क्यो क्या यार, बत्ती पनि बल्दैन त। के छ यो? यसमा चाहिँ सिर्फ मेरो मात्रै सामान हाल्छु। यता हालौँ। लयो लिएर आयो गऱ्यो भन्दा कामै छैन। यो चाहिँ के हो फेरि? यो यो मेरो सामान हो। यो चाहिँ मेरो वेल्डिङ मेसिन हो। अनि यो चाहिँ यस्तरी पो राख्नु पर्यो थियो अरे। त यो एउटा चाहिँ मखानी हो। त्यो दुईटा चाहिँ यतै राख्नु पर्यो। यो चाहिँ चक्लेट हो। आमा कति सानसानो रहेछ यार। खासमा यो कफीहरू चाहिँ हातमा झुन्डाएर लानुहुन्थ्यो कि पाइन्थ्यो रे, तर हातमा चाहिँ कसरी झुन्डाएर लानु त्यो म चाहिँ। अनि त्यही भएर यहीँ राखिदिनु लाग्यो कि। यस्तो गरेर चाहिँ यहाँ हाल्नु पऱ्यो। जोख्नु पऱ्यो कति केजी भएछ। भएछ क्या अझै। लिएर जानु पऱ्यो।
दुईटा लुगा हाल्नु पर्यो यसमा। यसमा यत्रो पाउडर भइसक्यो है, अब यहाँ राखेर के गर्नु। मेरो चाहिँ सबै प्याकिङ भइसक्यो। अब चाहिँ ठ्याक्क दिन आउँछ, अनि त्यसपछि नेपाल टाप हाल्नुपर्छ। तपाईँहरूले भिडियो हेरिदिनु भएकोमा धन्यवाद। बाई बाई।